तिललाई भुट्ने अचार बनाऊ। तिललाई पनि भुट्ने आगोमा गरेर ओखलमा पिस्ने वा मिक्सरमा पिस्ने अनि मुलाहरू काटेर एक दिन जति सुकाएर यसरी राख्ने। काउली के आफूलाई मनपर्छ त्यही काटेर यसरी राख्ने। खुर्सानी पनि काटेर यसरी राख्ने। अनि अदुवाहरू लसुनहरू आफूले के हाल्ने त्यसलाई यसरी काटेर सुकाएर राख्ने। अनि माछा तेल हाल्ने। तेल डढाएर मेथी डढाउने। मेथी डढिसकेपछि अलिकति थोडा मसला हाल्ने। आफूसँग भएको मसला भिडियो बनाउन लाग्छ। आफूमा भएको मसलाहरू सबै यसमा हाल्ने। तेल अलिकति तताउने अनि तेल पनि यसमा हाल्ने। अनि मिठो अचार हुन्छ गैसहरू। मेथी डढाएको तेल हाल्ने। के मनपर्छ त्यो मसलाहरू हाल्ने यसमा। अलिकति खुर्सानी हाल्ने। अनि नुनलाई ठ्याक्क लाएर नमक मिसाउने मिडियम तरिकाले। अनि यसलाई राम्रोसँग मुछ्ने। अब सिसाको डिब्बामा हाल्ने हो। खास गरी अब यो डिब्बामा हाल्छु। मसँग छैन त्यही भएर म्यानेज गर्छु गाइसहरू। फेरि त्यो भिडियो हुन्न अरे के एमा बोल्ने यस्तरी